राम सुनसुरी र मेरो बहिनी मन्जु खत्रीलाई म हृदयदेखि सम्मान व्यक्त गर्न चाहन्छु। मन्जु त पहिलेदेखि नै सबैले चिन्दै आएको एउटा युवा उद्यमी भन्न चाहन्छु। यो व्यवसाय एउटा छोरी मान्छे भएर पनि धेरै साहसी र एउटा महिलामा भनौँ न यति धेरै साहस पनि हुनसक्छ, महिलाले पनि केही गर्न सक्छन् भनेर दाङ जिल्लामा चाहिँ एकदमै नाम चलाएकी एउटा महिलाको रूपमा मैले चाहिँ मन्जु बहिनीलाई चिन्छु, पहिलेदेखि चिन्छु। भलै हालो हाए सधैँभरि नभए पनि मैले उहाँको चाहिँ टिकटकमा होस् अथवा बिजनेसका कुराहरू होस् म हेरिरहेको हुन्थेँ। उहाँ मोटिभेसनल हिसाबले सबैलाई चाहिँ त्यो मोटिभेट गर्ने मान्छे हो। अनि मेरो कुरा चाहिँ भएको एकदम फेरि क्रान हुनुहुन्छ सुरुमा चाहिँ। अनि हजुरको बुढाको नाम सम्बोधन गरिदिनु। हजुर दिपकजीलाई धेरै धेरै सम्मान छ। मेरो फ्यान हो भन्ने मलाई पहिले जानकारी त पाएको थिएँ मैले, तर साथीभाइको नाताले मेरो माया छ, प्रेम छ। सन्जुले यहाँ जहाँ हाम्रो दादाको कार्यक्रम हुन्छ नि त्यही पुग्नुहुन्थ्यो पहिला, तर के नभएर दाङमा यसरी हजुरले चाहिँ गायकजीको कुशल शर्माजीको हातबाट चाहिँ यसरी सहयोग गरेर चाहिँ आज चाहिँ उद्घाटन गर्नुभएको छ, ओपनिङ गर्नुभएको छ। यहाँलाई चाहिँ कति खुसी लाग्छ? एकदमै खुसी लाग्छ होइन। मैले भने अनि हाम्रो शान्तराम भाइ मार्फत चाहिँ दादालाई ल्याउन सकियो होइन। अनि एकदम खुसी पनि छु। अब यहाँ चाहिँ मेरो ब्रान्च हो, मेरो चाहिँ अलिक ठुलो पसल चाहिँ हुँदैछ हाबुडीमै हो, तर यहाँ चाहिँ अलिकति सहज होस् यहाँको बासिन्दाहरूलाई भनेर चाहिँ यहाँ पहिला देखेको मात्रै हो मेरो। तपाईँ व्यवसायमा भन्दा पनि कलाकार क्षेत्रमा चाहिँ अहिले चाहिँ पछिल्लो समयमा चर्चित हुँदै जानु भएको थियो। व्यवसायलाई पनि अँगाल्नु मैले कलाकारले एकदम माया गर्ने मान्छे हो र कहिलेकाहीँ चाहिँ बस्नु अलिक एउटा रमाइलो पनि लाग्छ। आफै गराउँछु अनि त्यस्तो कलाकारै भन्न त मिल्दैन। म व्यवसायमा चाहिँ खुसी लाग्छ। आज तपाईँले भन्नुहोस् तपाईँको दर्शक श्रोताहरू फ्यानहरू थुप्रै हुनुहुन्छ क्या होइन। अब आज तपाईँको यो आज ओपनिङ पनि गर्नुभएको छ, यसमा चाहिँ तपाईँको फ्यानहरूलाई सन्देश के दिन चाहनुहुन्छ? एकदम धेरै धेरै धन्यवाद भन्न चाहन्छु। उहाँले गर्दा नै म आज यहाँसम्म छु होइन। एउटा टिकटकको यात्राबाट मेरो चाहिँ तय भएको यात्रा चाहिँ अहिले आएर व्यापार व्यवसायसम्म आएको छु र अझै पनि मलाई साथ सपोर्ट दिनु होला भन्न चाहन्छु। र हजुरहरूलाई चाहिने हरेक आइटमहरू हामीसँग एभाइलेबल छ र सम्झिनु होला हामीले चाहिँ अनलाइनबाट पनि चाहिँ सामानहरू पठाउने काम गर्छौँ अल ओभर नेपाल भन्न चाहन्छु। पक्कै पनि यहाँको पछिल्लो समय यहाँले गरेका गतिविधिहरू सञ्जाल मार्फत सबै चाहिँ हेरिसक्नु भएको छ र रुचाउनुहुनेछ। तपाईँको कलेक्सनसम्म यहाँ एमके स्क्वायर कलेक्सनसम्म पनि आइपुग्नुहुनेछ। यहाँमा चाहिँ हाम्रो सबैको मनमुटुमा बस्ने सफल गायक पनि हुनुहुन्छ। यहाँ आउँदै गर्दा थुप्रै मान्छेको भिड लागेको छ। यो भिडलाई चाहिँ तपाईँ के सम्बोधन गर्न चाहनुहुन्छ? सबैभन्दा पहिला त सबैले साथ दिनुभएको छ, त्यसको लागि म धेरै आभारी छु। हुन त म मेला महोत्सवमा अरू कार्यक्रममा आउँदा पनि यो साथ मैले पाइरहेको ठाउँ पनि हो। मलाई त्यो अनौठो चाहिँ लाग्दैन। माया पाइरहेको ठाउँ भएको भएर म फेरि पनि माया पाउँछु भन्ने लाग्छ होइन। सबैलाई साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद छ। विशेष गरी चाहिँ हाम्रो मन्जु र शान्त अनि मन्जुको जुन हस्बेन्ड हुनुहुन्छ उहाँप्रति म आभारी छु। मलाई सम्झेर कुशल शर्माको हातबाट रिबन कटाउनु पाए हुन्थ्यो भनेर मलाई सम्झिनु भयो हजारौँ कलाकारको भिडमा पनि। त्यसको लागि म असाध्यै आभारी छु, धेरै कृतज्ञ व्यक्त गर्न चाहन्छु। र यहाँ उपस्थित सम्पूर्ण जनसमुदायहरू, गीत सङ्गीत प्रेमीहरू, हामीलाई माया गरेर यहाँ उपस्थित हुने सबैप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। सम्पूर्ण मिडियाकर्मी साथीहरू, पत्रकार मित्रहरूप्रति पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु। मलाई चाहे त्यो काठमाडौँमा होस्, चाहे बुटोलमा होस्, चाहे पाल्पामा होस्, म जहाँ जाँदा पनि पत्रकार मित्रहरूको पनि मलाई साथ सपोर्ट सधैँभरि रहिरहेको हुँदा म उहाँहरूप्रति पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु र सबैलाई हृदय सम्मान गर्न चाहन्छु। यो सँगै हजुरको आजको साङ्गीतिक यात्रा सल्यानको भन्नुभएको छ, कहिले छ हजुरको? सल्यानको कार्यक्रम मैले हिजो सकेर फर्किने क्रममा छु। अब बुटोलको यात्रा मेरो आज तय हुन्छ बेलुका, त्यसपछि तिहारको कार्यक्रमहरू छ। जस फेरि भेट हुन्छ हाम्रो। ठिकै छ, यहाँलाई धेरै धेरै धन्यवाद दाङवासीको तर्फबाट। हजुर भन्नुहोस्। हाम्रो त्यहाँनिर हुनुहुन्छ मनोज भाइ पनि एकदम व्यापार व्यवसायमा अहिले सफल नै हुनुहुन्छ र म उता गए बेला नि एकदम मलाई चाहिँ टेक केयर गर्नुहुन्छ होइन। खुसी लाग्छ र मेरो उद्घाटनमा पनि ठ्याक्कै अगाडि आइदिन अनुरोध गर्नु छ। आइदिनु भएको छ र एकदम खुसी लाग्छ। यहाँ चाहिँ मनोज गिरी हुनुहुन्छ, पछिल्लो समयमा चर्चित टिकटक स्टार पनि हुनुहुन्छ। यहाँले आफैले पनि एउटा व्यवसाय खोल्नु भएको छ। आज चाहिँ मन्जु बहिनीलाई पनि एउटा चाहिँ प्रेरणाको रूपमा चाहिँ आउनु भएको होला भन्ने मलाई लाग्छ। खास तपाईँ के भन्न चाहन्छु व्यवसायको बारेमा? मेरो कुरो त अब आज दिल्लीमा चाहिँ यहाँ दुईवटा पसल भइसक्यो। दुईवटा चाहिँ अब